ल हामी चाहिँ क्याम्पिङ जाने तयारीमा सबै ल। कहाँ जान लागेको? क्याम्पिङ। कहाँ कति टाढा नि? धेरै टाढा जङ्गलतिर। फाइनली आइपुगिसक्यौँ क्याम्पिङको लागि। यहाँ नानी बाबुहरू के झिकेको तिमीहरूले? बी केयरफुल हुनुपर्छ यो लालटिनलाई चाहिँ है। टेन्टहरू तान्दैछौँ पुरा तयारी क्याम्पिङको लागि। एकदम हरियाली डाँडा एकदम रमाइलो सुन्दर होइन त? पुरा हरियाली, आकाश खुल्ला, चराहरू कराइरहेको पक्रिनु छ। यो चाहिँ ए अँ त नि है, आइस हो त्यो चाहिँ। खै त खिच्ने मान्छे चाहिँ खिच्नु त। यत्रो दुःख हुँदैछ क्या। अघि मलाई गाली गर्नु। ठिक छ ठिक छ ल मैले नि खिचेको छु। सामान निकाल्दै हुनुहुन्छ यसरी। कति धेरै चाहिँ प्लानिङ गर्नुपर्छ त होइन। यहाँ चाहिँ हाम्रो चिसोहरू छ, आइसहरू होइन है। यति सामान चाहिँ झरिसक्यो। खोइ क्यामेरा क्यामेरा छ, यता छ है, यता नि छ। चिन्ता नगर्नु होला क्यामेरा। अरू पनि सामान निकाल्नु, मामा निकाल्नु न आफ्नो। त्यसो गर्दा पो राम्रो देखिन्छ। केटाकेटीलाई पनि बेसरी रमाइलो यता। हामीलाई त के रमाइलो, यिनीहरूलाई पो रमाइलो त। यता हेर त, कस्तो लागिरहेको छ दुईजनालाई? रमाइलो भएको छ श्रेयालाई? कहाँ चिलायो? यो चाहिँ पर्सेप्सन क्याम्पग्राउन्ड हाम्रो डबल साइड 15 हो। यो चाहिँ अब टेन्ट टाँग्छौँ हामी यतातिर होइन, आफ्नो आफ्नो टेन्ट टाँग्छौँ। अनि आजको रात यहीँ बिताइन्छ, भोलिको रात पनि यहीँ बिताइन्छ। पुरा रमाइलो जित्ने कार्यक्रम हुँदैछ। अहिले अर्गनाइज गरौँला बिस्तारै होइन। पानी पनि प्रशस्त सबै निकाल्नु। एक कार्टुन ल्याएपछि त प्रशस्त हुन्छ। यो हजुर कसको छ? नगर दिएन ल भयो, अब नधके ल। होइन यसको मोडल देखाउनु पर्यो भनेको क्या। छैन टेन्ट बनाउने तयारीमा। हजुर हजुर दाइ, अमृताजी र दिनेशहरूको टेन्ट। यता जिबी दाइ र ज्ञानीको ठुलोवाला हो। कोर ल्याएको ठिकै त भएको थियो, त्यही हो। ए यो सानो? ए तिनटालाई भित्र हालेर राख्नु त उसमा। होइन होइन त्यो त्यो खोल 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 त्यो खोल, दुई तिनटा खोल। बच्चाहरूलाई पो रमाइलो छ त नि। ओहो श्रेयाले राम्रो बनाएछ त नि। ऊ राम्रो बनाएछ। ओहो खोइ त दियान्तले बनाएको, श्रेयाले हेर कति राम्रो बनाएको।
ल है साथीहरु हुँदैछ बक्काबक्की त्यही त भक्का भक टेन्ट टाङ्ने कार्यक्रम हुँदैछ यहाँ मेट्रो स्कुल ल्याउँदै हुनुहुन्छ हाम्रो बुद्ध भाइले दिदीलाई धन्यवाद कफी खुवाउनु भएकोमा त्यही त दाइ ल नानी बाबुहरूको रमाइलो यहाँ अलि उता हस् त हराउँछ भने हातमा बोके गरेँ म अहिदेखि फेरि ल टेन्ट टाङ्ने कार्यक्रम भक्का भक भयो लगभग अब सकिन लाग्यो यो चेलामा कसले यस्तो यस्तो गरेको हो ड्रइङमा यो प्रगति चाहिँ खतरा उता पारिपट्टि चाहिँ खैरीहरूको पनि आमा कति ठुलो ठुलो दाउरा लिएर आएर चाहिँ उनीहरूले त खैरीहरूले कति ठुलो ठुलो दाउरा ल्याएको रहेछ है मुडा नै सिङ्गै ड्रइङ गरिरहेको छ यस्तो हुनुपर्छ क्या क्यासिङ रमाइलो रमाइलो हुन्छ भोलि पनि रमाइलो गर्ने कोही त्यो चियारमा बस्नु भएको छ हजुर दिदी ए जान्दै तिनीहरू बुझ्दैन त भनेर पर्दैन ए फोहोर चाहिँ म काममा गएर आएको थिएँ नि त अनि थकाइ लागेको थियो अनि त्यो छिटो नसुत्नु भन्नुभयो ज्ञानीले बिचरा मसँग भएको त्यति नै हो अब यसपालि चाहिँ टेन्ट लगाएर लगाएर यो सँगै राख्नुपर्ने रहेछ बुझ्यो भन्ने बुझ्यो हेर्नु यता उता पारेर छुट्टिने रहेछ अझै यता फर्केको भने चाहिने चाहिँ 5 वटा हो ए अनि ए बर्बाद हुने रहेछ हाम्रो त हराएर सिद्धिने भयो चाहिने बेलामा पनि छैन ल टेन्ट टाँगेर लगभग सकियो अब चाहिँ यता भयो टक्क लाएर यो चाहिँ मेरो है आज यहाँ सुतिन्छ आजको बास यहाँ हुन्छ भइसक्यो नि सर यो पिरोवाला है अब खुर्सानीवाला एकछिन बस्नु पिरो खाने भएको अब उहाँहरूको सम्पर्क होला अमेरिका जिरो ज्ञानी फ्यामिली हो कि गडबडी भइहाल्छ क्या ल यो लोकल कुखुरा रातो हालेको भने ल मिठो बास्ना आउँछ है चक्क लाएर नानी बाबुहरू उता रमाउँदै यतातिर उतातिर खैरे पनि हुँदै रहेछ पल्लोपट्टि ल आफ्नो छ ल यस्तै छ है यस्तै छ त्यो छुट्टै राख्नु पर्यो ल म मिलाइहाल्छु पिरोवाला होइन ल हुँदैछ ल सब हुँदैछ व्यवस्थापन खालियोहरू
क्याम्पिङको पहिलो दिन आज ल दाइ ल खाँदै हुनुहुन्छ खाँदैछु प्याजै खाँदैछु हजुर अब लगभग आजको खानपिनहरू राम्रैसँग सुरु भएको छ अब हामीले पर्खेको भनेको राइसको लागि खानाको लागि हजुर हजुर के भन्छ प्रेसर कुकर आउनु बाँकी छ अन्य त भइसक्यो अब यहाँ पाकिसक्यो त्यही त दाइ ल आजको लागि सबै प्रस्तुत भइसक्यो धन्यवाद है हस् दाइ हस् अरूलाई पनि त्यो नगर्ने आफू पनि बाँकी नराख्ने भनिहाल्ने ट्यापै भनिहाल्नु मान्छेहरू के गर्छ मनमा राख्छ अनि अगाडि चाहिँ ठिक्क पार्छ पर्दाखेरि चाहिँ त्यसले ऊ हाल्छ कि के त्यस्तो गर्नु हुँदैन भन्छु जे छ त्यो गरेर बोल्नु रासन बनाऊ म मेरो छोरा हुनुहुन्छ नि त म भेनालाई पनि म पापालाई पनि मेरो आफ्नो घर राख्छु झ्यापै मलाई डर छैन के राष्ट्रपतिको अगाडि राख्नु पर्यो राखिदिन्छु प्रब्लम छैन भन्ने कुरामा कसैले के भन्छ चित्त दुखाउँछ चित्तको कुरा होइन नि भएको कुरा भन्ने हो भएको कुरा मात्रै भन्ने त्यस्तो अबै हेलो ल हाम्रो चाहिँ क्याम्पिङको सुरु भयो पकाउनुतिर अब चाहिँ हुन्छ नि त होइन उनीहरू त्यो पाउरोटी साउरोटी मात्रै खाने भन्दै के हुन्छ उनीहरूको त अब सजिलो हुन्छ नि खैरीको त खुस्क्यो के गरौँ अब मेरो काम हाम्रो त अब लगभग बोइल गर्ने कि काँचै फर्किदिनु त देखाएन होइन खैरीको भर ल्याएर उनीहरूको त त्यस्तो चेन्ज ल्याएर चाहिँ कति बेला चाहिँ फुर्किने लागि पनि यही ठिकै भयो हालिदिनुपर्छ ल बन्द गर्छु एउटा मात्रै हो हेलो दियाता ल भयो यता हेर त रमाइलो भएको भएन किन भाइलाई चाहिँ गर्नै सक्दैन स्विमिङ तिमी त्यहाँ बस्न मन लागेन तिमीलाई पर नजाऊ एउटै गाडीमा भए पो सिट बसेर खान्छ नि बहिनीलाई खिचेको पौडी के अरे स्विमिङ गरेर दिउँसोको घाममा सबैजना रेस्ट गर्दै हो ल रमाइलो आजको दिन पनि निकै लिएर आएको यतातिर यस्तो छ यतातिर यस्तो छ शीतल अझै स्विमिङ गर्नु छ भने टडालाई थाम्न आऊ हुन्छ अझै बिस्तारै
त्यो चाहिँ पाकेको छ कि बरी तर त्यो कुनै चाहिँ कालो कालो हुँला छ पाकेको छ पाकिसकेको छ त्यो गुम्सिया छ नि त है हाय 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 उताको त भएन रहेछ चाँडो Okay, let me push. Push me. Push back. Okay, are you ready? Yeah. Okay, cheese. Cheese. Where's Ariel? I don't know. She's on my feet. Here. तुलसी आँगन साथी बराकी मायाले सोपौला बनबारी साथी बराकी मायाले सोपौला माया माया बन्दै तिम्रो पछि लागे माया माया बन्दै तिम्रो पछि लागे देवी देवतासँग सधैँ तिमीलाई मागे तुलसी आँगनमा रोपौला बनभरि साथीमा राखी मायाले सोपौला मोहनी लाग्दै गाउँलेको बोलीले डाँडाको सहराको गीतले नगर नगर बिर्सनेलाई सम्झनाको गीतले बिर्सनेलाई सम्झनाको गीतले लाग्दै गाउँलेको बोलीले डाँडा खोला चहराको गीतले नगर हल्जेला बगर बिर्सनेलाई सम्झनाको गीतले बिर्सनेलाई सम्झनाको गीतले यो जोजो भुकेर मुङमा बसेर सरी तिमीले लगाउँदा सानो तिमीले यसरी ढुस्काउँदा सेती खोला तरौला पापी मन कसरी बुझौला पापी मन कसरी बुझौला दुलेली जस्तो चन्द्रमा नजर तिमीले हेर्दा यसरी जिस्काउँदा पापी मन कसरी बुझौला पापी मन कसरी बुझौला पहाडी झरना कलकला बग्ने यो हाम्रो माया
मेरा देउराली र उकाली चोखो माया बसाली देउराली र उकाली चोखो माया बसाली सुन मेरो माया हजुर सुन मेरो गाउँमा यो ठाउँमा मगमगाउने फुलहरू फुल्दा रहेछन् रे मनको कुरा मुखमा लाई झिमझिम गर्ने परेली बोल्दा रहेछन् रे गुनगुनाउने पैसालु भमरा जाने रहेछन् रे मुखले जानेछ बजाउला रे चरक तरेसी बजाउला रेलमा चरक तरेसी सबै तपाईँतिर आउँदैछ कालीमा होइन फेरि ब्रेक भयो नि फेरि हुँदैन क्या यसो गर्नु छोरालाई अचार डुबाएर खुवाइदिन्छौँ त्यो पर्दैन के गर्ने भन्ने थाहा थिएन हामीले त लगेको थियौँ स्लिपिङ ब्याग र म्याट्रेस चाहिँ लगेको थियौँ तर यो फर्मवाला चाहिँ होइन त्यो अर्कोवाला म्याट्रेस तर त्यो म्याट्रेसले पनि ऊ चाहिँ भएन हामीलाई त बुझेन कि त्यो उवाला म्याट्रेस थियो अहिले त अलिकति व्यवस्थित हुँदै गयो बुझियो हल्का होइन भने जस्तो ठिक छ अर्को तर यो यसमा के क्लियर हुनुहोस् भने यो फरक तरिकाको हुन्छ एउटै प्रकारको नगर्नु बस्नु मात्रै हुन्छ आज एक ठाउँ गइन्छ भोलि अर्को ठाउँ गइन्छ पर्सि अर्को ठाउँ गइन्छ त्यो फर्केर आएर सुत्ने मात्रै हुन्छ त्यो फरक हुन्छ तर यस्तो नि पकाएर खाने त हामीले हो नि हामीले हो त्यो त भइगयो त्यही त तर भइगयो बस्ने एउटै ठाउँमा भयो जाने चाहिँ छुट्टै गयो त्यस्तो हुन्छ थ्याङ्क यू छोरी ए अन्त बहिनी डेफिनेटली हामी गरिहाल्छौँ तर त्यसको के हुन्छ अर्को एउटा महत्त्वपूर्ण कुरा भनिदिउँ है त्यसले त मलाई देवानदेखि परिवर्तन हुन सक्छ इङ्ग्लिस नबोले आजसम्म अब चाहिँ सबै सामानहरू प्याक गर्दैछौँ यताको सामान निकालिसक्यौँ खाना खाने आज चाहिँ घरतिर लाग्ने सामानहरू यसरी गर्नु खाली भइसक्यो सामान प्याक भइसक्यो घर जानको लागि सबैजना आफ्नो आफ्नै धुनमा छन् है ल प्याक भयो सामान खोइ कता गयो खेल्न गएको बिच बाटोमा रोकेर चौतारीमा रोकेर दाइ भनिदिएको नि त्यही त चौतारीमा रोक्ने चिहानी जाने ल आज अन्तिम दिन ल अब घर जाने तयारीमा यहाँको कति मान्छेहरू चाहिँ यस्तो गाडी ल्याएर पनि बस्नु गर्दा रहेछन् यस्तो गाडी हामी त टेन्ट टाकेर बस्छौँ